नमस्कार, म भुवन राय माझी। दर्शकहरू, आज म रैनादेवी छहरा गाउँपालिकामा पुगेको छु। यस रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारलाई भेटेर यस गाउँपालिकामा सुशासन कायम गर्न, कर्मचारी व्यवस्थापन गर्न र नागरिकका गुनासा नआउने गरी कसरी काम गर्नु भएको छ भनेर सोधेको छु। आउनुहोस्, अबको पालोमा रैनादेवी छहराका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारसँगको यो कुराकानी। स्वागत छ तपाईलाई। धन्यवाद। सामुदायिक रेडियो मुक्तिनाथ सँगसँगै सामाजिक सञ्जाल फेसबुक पेजबाट रैनादेवी छहरा गाउँपालिकाको प्रमुख प्रशासकीयको हिसाबले रैनादेवी छहरा गाउँपालिकामा सुशासन कायम गर्नको निम्ति कसरी काम गरिरहनु भएको छ? प्रश्नको लागि धन्यवाद। म रैनादेवी छहरा गाउँपालिका 2 महिना अगाडि आइपुग्यौँ। यसपछि हामी यो पारदर्शिता प्रवर्धनका लागि हामीले गरेका कामहरू सामाजिक सञ्जालहरू मार्फत पनि नागरिकहरूलाई सूचित गरेका छौँ। सँगसँगै हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। साथसाथै हामीले वडा स्तरीय कामहरूमा पनि यो नागरिक सरोकारका विषयहरूलाई चाहिँ बढीभन्दा बढी सुसूचित पार्नुपर्छ भन्ने चाहिँ अभियान जसरी नै अगाडि बढाएका छौँ। जस्तै स्थानीय तहबाट हुने सेवा सुविधाहरूलाई अझै सरल बनाउनको निम्ति, नागरिक मैत्री बनाउनको निम्ति तपाईँ यस ठाउँमा बसिरहँदा, यो कुर्चीमा बसिरहँदा प्रमुख प्रशासकीयको हिसाबले कसरी चाहिँ सहज गर्न सकिन्छ? यसमा के छ भन्दाखेरिमा अब हामीले कसरी डेलिभरेट गर्दाखेरि चाहिँ नागरिकहरूलाई चाहिँ सन्तुष्टि हुन्छ भन्ने हिसाबले हामी सोच्छौँ। सबभन्दा पहिलो कुरो चाहिँ यो रैनादेवी छहराले यो आर्थिक वर्षमा विनियोजन गरेको बजेटहरू, योजनाहरूलाई हामीले हेरेर सो अनुसारको चाहिँ दैनिक प्रशासकीय क्रियाकलापहरूमा चाहिँ हामी अगाडि बढाएका छौँ। सँगसँगै हामीले गर्ने कार्यहरूलाई चाहिँ अझै बढीभन्दा बढी नागरिकले चाहिँ यो नलेज चाहिँ पाउन् भन्ने हिसाबले यसलाई सामाजिक सञ्जालदेखि लिएर हरेक कुराहरूलाई चाहिँ पारदर्शी बनाउने चाहिँ हामी बढी कोसिस गरिरहेका छौँ। रैनादेवी छहरा गाउँपालिका आफैमा भूगोलको हिसाबले अलिकति विकट पनि मानिन्छ। यहाँ कर्मचारी कहिलेकाहीँ अभाव हुने, कहिलेकाहीँ कर्मचारीबाट ढिलासुस्ती भयो भन्ने कुरा नागरिकहरूले गुनासो गरिरहन्छन्। यसको अन्त्य गर्न चाहिँ के गर्न सकिन्छ? यस्तो छ, सबभन्दा पहिलो कुरो चाहिँ यो प्रशासनमा हामीसँग चाहिँ मेन पावर चाहिँ फुलफिल हुनुपर्छ। यो लुम्बिनी प्रदेशमा यो धेरैवटा पालिकामा चाहिँ यो मेन पावरको चाहिँ अभाव नै छ। अब वडा सचिवहरूको कमी छ। अब स्वास्थ्यको साथीहरूलाई, प्राविधिक साथीहरूलाई रिक्वेस्ट गरेर वडा सचिवको जिम्मा दिइएको छ यहाँ पनि। त्यो हुँदाखेरि अब कतिपय कुराहरू स्किल र नलेजको कुराहरू आउन सक्छन्। त्यो उहाँहरूलाई डेभलप गराउनलाई चाहिँ हामीले विभिन्न समयमा तालिमहरू, गोष्ठीहरू अब आयोजना गर्ने प्लान गर्दैछौँ। सँगसँगै प्राविधिक साथीहरूलाई चाहिँ अब नियमित रूपमा आउने, जस्तो सार्वजनिक खरिद अनुगमन कार्यालयहरूले लिने तालिमहरू, यस्ता विषयमा चाहिँ सहभागी हुनलाई चाहिँ हामीले पठाइरहेका छौँ। यसभन्दा अगाडि लगभग साथीहरूले चाहिँ अब यो वृद्धि विकासमा भनौँ न, सबभन्दा पहिला चाहिँ यो स्किल डेभलप हुनुपर्छ र त्यो मान्छेमा स्किल र नलेज भयो भने बल्ल उसले चाहिँ सेवा प्रवाह राम्रो गर्न सक्छ। त्यो हिसाबले सबभन्दा पहिला चाहिँ म आइसकेपछि साथीहरूलाई सम्भव भएसम्म चाहिँ तालिमको चाहिँ व्यवस्था गरिरहेको छ। र सँगसँगै अब वडा सचिवहरूलाई चाहिँ अब 2-4 दिनपछि फेरि कार्यालयमा बोलाएर उहाँहरूको पनि गुनासो हुन सक्छन्। उहाँहरूले अब सर्भिस डेलिभरी गर्दाखेरि आएका कुराहरू, अब्स्ट्याकल्सहरू हुन सक्छन्। सँगसँगै उहाँहरूलाई चाहिँ कतिपय कुराहरू सर्भिस डेलिभरीमा चाहिँ समस्या हुन सक्छन्, कतिपय कुराहरू कन्फ्युजन हुनसक्छ। त्यसको लागि चाहिँ छुट्टै फेसबुक ग्रुप पनि बनाइएको छ। अनि त्यसमा चाहिँ म पनि जोइन छु। र उहाँहरूलाई चाहिँ कुनै दुविधा पऱ्यो भने त्यो ग्रुपमा पनि साथीहरूले क्वेसन राख्नुहुन्छ र त्यो विषयमा चाहिँ बढी जानकार अरू साथीहरू हुन सक्नुहुन्छ। उहाँहरूले चाहिँ आफूले जानेका कुराहरू चाहिँ सेयर गर्नुहुन्छ त्यो विषयमा। र यसरी चाहिँ आफ्नो एक्सपिरियन्स पनि सेयर भइराखेको छ र नलेजहरू पनि सेयर गर्दाखेरि साथीहरूलाई अलिकति यो काममा चाहिँ सहजता चाहिँ भएको छ। हाकिम साहब, जस्तै स्थानीय तहमा यो पुँजीगतभन्दा चालु खर्च चाहिँ अलिक बढी हुने प्राय स्थानीय तहमा त्यो देखिएको छ। रैनादेवी छहरा गाउँपालिकामा पुँजीगत खर्चलाई बढाउनको निम्ति अहिलेबाट तपाईँहरूका केही योजनाहरू छन् अगाडि? एकदमै। म यो पालिकामा आउनभन्दा अगाडि एउटा कुनै पालिकामा थिएँ। त्यसमा पनि अहिलेसम्मको जुन एउटा हामीले आर्थिक प्रतिवेदनहरू हेर्छौँ त्यसमा पहिलो पटक चाहिँ चालुभन्दा पुँजीगत खर्च चाहिँ बढी भएको थियो। र अहिले पनि हामीले चाहिँ पुँजीगत खर्च बढाउनलाई अहिलेदेखि म आइसकेपछि लगातार नै लगभग कन्टिन्यू हाम्रो ठेक्काहरू आह्वान भइराखेका छन्। अनि यो पुँजीगत प्रगतिका कामहरू चाहिँ कतिपय कुराहरू के हुन्छ नि, काम ढिलो भयो भने चाहिँ त्यसको प्रगति ढिलो हुन्छ र त्यो कतिपय कुरा काम नसकिन सक्छन्। त्यो हुँदाखेरि चाहिँ पुँजीगत प्रगति चाहिँ अलिक कम हुने चाहिँ देखिएको।
र अहिले चाहिँ यो लगभग ठुला आयोजनाहरू हामीले यो मङ्सिर मसान्तभित्र हामीले ठेक्का आह्वान गरिसक्यौँ र अरू 5 लाखभन्दा मुनि जस्तो माथिका योजनाहरूको चाहिँ अब जस्तो वडा स्तरका पनि ठेक्काहरू आह्वान हुने क्रम जारी नै छन् र जति सक्दो हामीले छिटो ठेक्का आह्वान गऱ्यौँ भने काम पनि छिटो हुन्छ र पुँजीगत प्रगति पनि छिटो बढ्छ भन्ने कुरो हो। र यसमा चाहिँ नियमित अनुगमन प्रणालीलाई पनि हामीले चुस्त दुरुस्त पार्नलाई समयमा अनुगमन पनि गरिराखेका छौँ र अन टाइम जस्तो जति बेला जस्तो लाइन लेभल दिने कुराहरूमा पनि हामी आफै पुगेर त्यो ठाउँमा त्यो साइटमा चाहिँ खटिराखेर काम गरिरहेको छ। पक्कै पनि तपाईँको भूमिका जस्तै स्थानीय तहमा अर्को समस्याको रूपमा देखा परेको बेरोजुको पनि समस्या छ। बेरोजु असुलुपर गर्न र बेरोजु कम गर्न तपाईँ र तपाईँको जुन कर्मचारी एउटा युनियन छ अथवा कर्मचारी तन्त्र छ यहाँ होइन कसरी चाहिँ काम गर्नुहुन्छ अब रैनादेवी छहराको बारेमा? सबभन्दा ठुलो कुरो मैले अघि भनिहालेँ, दुईवटा कुरा हुनुपर्छ, एउटा स्किलको कुरो हुने एउटा नलेजको कुरो हुनु पर्यो। र यो बेरोजु कतिपय ठाउँमा के हुन्छ भने हामीले सम्प्रेषण गरिँदैन, त्यो हुँदाखेरि जस्तो यो कायम भएको बेरोजुको सङ्ख्या धेरै देखिने हुन्छन् र कतिपय कुराहरू जस्तो हामीले खर्च गर्दाखेरि स्किल फुल भइएन भने त्यो पनि बेरोजु देखिन्छ। त्यो हुँदाखेरि अब पुराना यो बेरोजुहरू छन् भने त्यसलाई चाहिँ अनियमित भएका छन् भने नियमित बनाउनु पऱ्यो, प्रमाण पुगेका छैनन् भने अब त्यसलाई प्रमाण पुर्याउनु पऱ्यो र चाहिँ त्यसलाई फरफारक गर्ने र सम्प्रेषण गरेर त्यो बेरोजुको सङ्ख्या चाहिँ घटाउने कुरामा चाहिँ हामीले अब लेखा शाखा प्रमुखजी हुनुहुन्छ उहाँ म बसेर नियमित सरसल्लाह गर्दैछौँ र अब आउने अडिट रिपोर्ट अनुसार पनि थप त्यसलाई अगाडि बढाउँछौँ हामीले। धन्यवाद तपाईँलाई। हस्, थ्याङ्क यू।